ल मेरो भाइको ब्लगलाई सब्सक्राइब गर्नु के छ मेरो भाइको ब्लगको नाम प्रशान्त तामाङ ब्लग प्रशान्त तामाङ हजुर ए ल ठिक छ प्रशान्त तामाङ मेरो भाइलाई सबैले सब्सक्राइब गर्नु पर्यो So what's up guys, it's your boy Prashant Tamang. I hope you guys are fine and I also fine. It's your boy Prashant Tamang, new day, new vlog है. After long time new journey is starting है त. अब आज चाहिँ हामी अहिले चाहिँ यहाँ 3 बजिसक्यो 2 बजिसक्यो अब चाहिँ हामी गेम हेर्न जान लाग्छौँ तल बुढालीकण्ठ नगर कप चलिरहेछ 10 नगर कप तपाईँहरू आउन सक्नुहुन्छ लोकेसन बुढालीकण्ठ स्कुलमा हो तपाईहरु मेरो ब्लग हेरेर आउन सक्नुहुन्छ है केही पैसा चाहिँ लिँदैन पैसा दिए मलाई भन्नु होला सो अब हामी त्यही गरेर भेट्छौँ है त बाइ बाइ सो गाइज ग्राउन्ड चाहिँ त्यही है मान्छेहरू कति छ तपाईहरु देख्न सक्नुहुन्छ यस्तो भिड छ यो चाहिँ यस्तै अस्तिदेखि गेम सुरु भएको सो अब हामी चाहिँ हिँड्दैछौँ त्यहाँ भित्र जानलाई अब यस्तो घुम्नुपर्छ भने यहाँबाट यस्तो घुमेर त्यहाँ छिर्नुपर्छ यहाँबाट सिधै बाटो भएको कस्तो मजा आउँथ्यो होइन यत्रो छिर्नुपर्छ ऊ चाहिँ मेरो कृष्ण तामाङ हो उसको नि युट्युब च्यानल छ होइन त्यसरी भन्दै त आफ्नो प्रमोसन गरेर तामाङ ब्लग छ हैन सबैले सब्स्क्राइब हाल्दिनु त्यही त सबैले सब्स्क्राइब हाल्दिनु है अब चाहिँ हामी यसै झोलेपारामा बुढालीकण्ठ हिँड्दैछौँ हामी देख्न सक्नुहुन्छ हाम्रो आउटफिट हाम्रो कट्टु हाम्रो जर्सी लगाएर हिँड्दैछौँ हामी चाहिँ ऊ चाहिँ अलि हिरो भनेर हिँडिरहेको छ किनभने एकदमै खतरा हो म त यहीँको बासिन्दा हो नि त ऊ भनेको अब पाहुना हो नि त त्यही भएर हल्का देखाउनु त पऱ्यो होइन त्यही भएर हल्का हिरो भनेर हिँडेको तर मेरो अगाडि चाहिँ हिरो होइन नि फेरि है किसन दाइ हो क्या भन न यो चाहिँ मेरो बहिनीहरूको स्कुल हो अस्तिको ब्लगमा हेर्न सक्नुहुन्छ मैले मेरो भाइलाई जिस्काएको थिएँ अमन भाइलाई अब हिँड्दैछौँ गाइज है अब केही बोल्नु भ्लगमा मलाई केही बोल्नै आउँदैन धेरै भयो भ्लग नहानेको त्यही हो यस्तो घाम छ होइन देख्न सक्नुहुन्छ यस्तै घाम छ भनेको डढिसक्यो यार हेल्सिङ लगाएर आएको डढ्ने भयो ओठ फुटेर ओठ फुटेर कस्तो यस्तो ओठ फुट्यो भन्छ म अनुहार फुटेर केही छैन मेरो यहाँ घाम हेर्नु न गाइस यही टाउकोमा त हो 3 बज्न आइसक्यो यहाँबाट चाहिँ माथि जामचेन गुम्बा नि पुग्छ प्लस स्कन पनि गुम्बा मैले यस्तो त कतिचोटि भनेको थिएँ तपाईँहरूलाई यहाँबाट डाँडा गाउँ है बोर्ड देखेको यहाँबाट अब हामी जाँदैछौँ हाम्रो गन्तव्यतर्फ अब हामी त्यतै पुगेपछि भेट्नु पर्ने हुन्छ होला है अहिले हामी छिरेपछि देखाउनेछु तपाईँहरूलाई के हुन्छ भनेर सो गाइस अब हामी चाहिँ इन्ट्री हुन लागिसक्यो यहाँबाट दिस इज आवर गेट सो दिस इज आवर स्कुल बुढालीकण्ठ स्कुल लेट्स सी है त ल चट्ट बाह्रमा यस्तो दामी छ स्कुल चाहिँ यो चाहिँ सरकारी स्कुल हो बुढालीकण्ठ तपाईँहरूलाई थाहा छ नै होला अनि अब हामी चाहिँ ग्राउन्डमा प्रवेश हुन लागिसक्यो स्कुल प्रवेश भइसक्यो अब ग्राउन्ड प्रवेश हुन लागिसक्यो अब छिर्दैछौँ यहाँ होइन माथि चाहिँ गेम भएर रहेछ तर कसको थाहा छैन हेर्न सक्नुहुन्छ तपाईँले आजको दर यस्तो दामी छ स्कुल कालो आउँछ क्या यसरी फेरि यताबाट बोल्नुपर्छ यो पनि ग्राउन्ड छ अर्को नि यहाँ तल माथि छ यहाँ चाहिँ यो बुढालीकण्ठ एरिया चाहिँ लास्टै ठुलो छ है गाइस यो चाहिँ के बोट हो थाहा छैन अनारको जस्तो लागेको थियो तर होइन अब हामी यतिकै हिँड्दैछौँ अनारको त हुन्छ कालै सी द स्कुल स्कुल इज सो ब्युटिफुल होस्टेल हो सबै होस्टेल हो कि सब स्कुल हो प्रवीण दाई रहेछ उतै जोत्ला सो अब चाहिँ हामी ग्राउन्डमा फाइनली आइपुग्नु लागिसक्यो अब यो बाइकहरू चाहिँ सक्नुहुन्छ है कति मान्छे आएको छ क्या त अब फाइनल पुग्नु लाग्यो सेमी फाइनल क्वार्टर फाइनल पुग्नु लाग्यो त्यही भएर बढी श्रीदाई हेर्नु त श्रीदाई है गाई श्रीदाई श्रीकृष्ण है श्रीकृष्ण भक्त चिन्नुहुन्छ होला तपाईँहरूले लाज लाग्छ त हो You can see this is a vlog. This is a vlog. Sridai.
रिफाइन दाई श्री दाईले फाइनली भेटिसक्यो आज नि हामीले आज तपाईँको 3 बजी के भयो दाई केही भनिदिनु भ्लगमा ल मेरो भाइको ब्लगलाई सब्सक्राइब गर्नु के छ मेरो भाइको ब्लगको नाम प्रशान्त तामाङ भ्लग प्रशान्त तामाङ हजुर ए ल ठिक छ प्रशान्त तामाङ मेरो भाइलाई सबै सब्सक्राइब गर्नु पऱ्यो है हस् जसले हेर्छ फुटबल प्रेमीहरूले सबै लाइक गर्नु पऱ्यो यो कमेन्ट लाइक गर्नु पऱ्यो यो भिडियो यो भ्लगमा चाहिँ भाइको भ्लगमै आज मेरो भाइले भ्लग बनाइदिएको छ है त सबै सपोर्ट गर्नु मेरो भाइलाई हस् दाई ल नाइस ए बेस्ट अफ लक गेमको लागि दाई हस् दाई यु क्यान सी गाइज होइन यो चाहिँ ग्राउन्ड हो के भन्ने ल ग्राउन्ड भनेर मेरो भ्लगमा भनेर यो चाहिँ ग्राउन्ड हाम्रो होइन टक्क गेम भइरहेको छ यु क्यान सी क्राउड कतिजना मान्छे हुनुहुन्छ यहाँ जाउँ माथि प्रवीण दाइ रहेछ ल गाइस अब अहिले अब अरू गेम भएपछि म देखाउनेछु तपाईँहरूलाई होइन आजको लागि अहिलेको लागि यति नै अब एनसी गाइस केटाहरू चाहिँ उहाँ कन्ठ हुनुहुन्छ होइन हाम्रो बुढानी कन्ठ भन्ने टिम हो यता अपोनेन्ट आएको रहेनछ यता हाम्रो लाइभ चलिरहनु भएको च्यानलबाट युट्युब पाइन्छ तपाईँहरू अब गेम सुरु भएपछि देखाउँछ यता म हल्का फुल्का भयो नि सो गाइज हाम्रो चाहिँ यहाँ गेम सुरु भइसक्यो ल गेम सुरु भए मिठो बारामा मिठो बाराङ वासिक भर्सेस वासिक के अरे सरी गाम्चा भर्सेस कपन है हाम्रो श्रीदाहरू र जतिन पनि रहेछ त जतिन जतिनले गोल हालेन हिजो सबै यस्तो पर्न लाग्यो तर पातो हो वाइड है यस्तो हान्दै हान्दैन वाइडले हाम्रो श्रीदा उता हुनुहुन्छ जतिन दाई नाइस गोल है भाइको गोल हाने 1-0 हाम्रो बुढाली कन्ठ 1 गाम्चा 0 लेट्स कन्टिन्यू गाइज स्टे ट्युन स्टे मजा फेरि गोल है गाइज फेरि गोल राइट नाइस गोल है 2 गोल है जतिनले 2 गोल नाइस डे Okay guys, you guys are enjoying my vlog. Thank you so much for loving me है अब आजको लागि भ्लग यति नै हुन्छ अब see you in next vlog कन्टिन्यू हुँदै गर्छ भ्लग बिस्तारै आउँदै गर्छ माया गर्दै गर्नु होला है त लेट्स see you in next vlog टाटा बाइ बाइ जय नेपाल लेट्स गो ल भन्दै भएन त